सम्पूर्ण अभिभावकजनहरूमा र जो पनि भाइ बहिनीहरू कक्षा अब एससीमा हुनुहुन्छ, एससी कक्षा 10 जो चाहिँ कक्षा 10 को इक्जाम दिन गइरहेका प्यारेन्ट्सहरू एकदमै धेरै चिन्तित हुनुहुन्छ र जो नानीहरू पनि एकदमै चिन्तित छन् कि अब मैले चाहिँ कक्षा 12 पास गरिसके पश्चात या गर्दा नगर्दै मैले चाहिँ आफ्नो भविष्यलाई एकतिर लानुपर्छ है, म चाहिँ इस्टाब्लिस भइहाल्नु सेन्टर बसेर 3 महिना ट्रेनिङ सेन्टर बसेर म 3 महिना ट्रेनिङ एकाडेमी जोइन गर्छु अनि जान्छु भन्ने जस्तो कुराहरू चाहिँ भर्ती या कुनै पनि समस्याको समाधान गर्न सक्दैन। गइरहनु भएका भाइ बहिनीहरूको लागि र कक्षा 11 र कक्षा 12 अबको इक्जाम आउन आँटिरहेको छ है। सम्पूर्ण अभिभावकजनहरूमा र जो पनि भाइ बहिनीहरू कक्षा अब एससीमा हुनुहुन्छ, एससी कक्षा 10 मा हुनुहुन्छ र जो चाहिँ कक्षा 10 को इक्जाम दिन गइरहनु भएका भाइ बहिनीहरूको लागि र कक्षा 11 र कक्षा 12 अबको इक्जाम आउन आँटिरहेको छ है। त्यस पश्चात चाहिँ एससी पछाडि के गर्ने र 11 पछाडि के गर्ने र 12 पछाडि चाहिँ के गर्ने भन्ने कुरा चाहिँ एकदमै धेरै इम्पोर्टेन्ट हुने गर्दछ, जसमा कि अब हामी सबैजना नेपालीहरूको चाहिँ के हुन्छ त भन्दाखेरि कक्षा 12 पढ्दै अथवा कक्षा 12 सकेर चाहिँ कि त विदेश दिनुपर्ने हुन्छ कि त त्यस समयसम्म चाहिँ आफूले आफ्नो लक्ष्य के हो है र आफू आफ्नो खुट्टामा उभिनु पर्ने हुन्छ है। जस कारणले चाहिँ भाइ बहिनीहरूमा चाहिँ के कमी छ, के कमजोरी छ अथवा के कसरी अगाडि बढ्नुपर्छ, जुन आफूमा भएको कमजोरीहरू छ त्यसलाई चाहिँ बनाउनको लागि के कति समय लाग्छ र हामीले चाहिँ आफ्नो चाहिँ भविष्यलाई चाहिँ अगाडि बढाउने क्रममा चाहिँ कसरी अगाडि बढ्नुपर्छ भन्ने कुराहरू चाहिँ सोचेर चाहिँ टाइम अफ पिरियड हामीसँग कति टाइम अफ पिरियड छ र हामीले चाहिँ कसरी अगाडि बढ्ने भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण हुने गर्दछ है त। 6 महिना सेन्टर बसेर 3 महिना ट्रेनिङ सेन्टर बसेर म 3 महिना ट्रेनिङ एकाडेमी जोइन गर्छु अनि जान्छु भन्ने जस्तो कुराहरू चाहिँ भर्ती या कुनै पनि समस्याको समाधान गर्न सक्दैन है त। जुन चाहिँ अगाडि नै जो चाहिँ भाइ बहिनीहरू चाहिँ अगाडि नै पर्फेक्ट छन् है, तिनीहरूको लागि चाहिँ धेरै समय लाग्दैन। तर यदि कोही भाइ बहिनीहरू चाहिँ केही कुरामा कमजोरी हुन्छन्, चाहे फिजिकल एजुकेसनमा होस्, चाहे एजुकेसनमा होस्, चाहे फिजिकलमा होस्, चाहे उनीहरूको इन्टरभ्यूमा होस्, चाहे कि उनीहरूको पर्सनालिटीमा होस्, यी सबै कुराहरूलाई चाहिँ बनाउनको लागि चाहिँ एउटा टाइम अफ पिरियड लाग्ने गर्दछ कि कति टाइम अफ पिरियड लाग्छ भन्ने कुरा चाहिँ डिपेन्ड अन चाहिँ ट्रेनिङमा भर पर्छ कि स्टुडेन्टमा भर पर्छ कि उसमा चाहिँ हालको चाहिँ एबिलिटी के छ र स्ट्रेन्थ के छ त्यो कुरा नजानिकन अगाडि बढ्नु त्यो मूर्खता हो। र कसैले चाहिँ सिक्ने क्रममा छिटो बढी चाहे फिजिकलको बारेमा होस् चाहे एजुकेसनको बारेमा होस्, फिजिकलको बारेमा बडी एडप्टेसनको कुराहरू आउँछ जसमा चाहिँ बडीले छिटो एडप्ट गर्छ, कसैले छिटो सिक्छ है त। र अर्को कुरा चाहिँ जुन के चाहिँ छ भन्दाखेरि जुन ट्रेनिङ नगरेका भाइहरू छ, न्युबी छ, उनीहरूलाई ट्रेनिङको बारेमा केही थाहा छैन र बिस्तारै उनीहरूको प्रोग्रेसहरू भनेको उनीहरूले राइट फर्ममा आउँदाखेरि राम्रो प्रपर पोजिसनदेखि लिएर ट्रेनिङदेखि लिएर प्रपर डाइट प्लानदेखि लिएर सबै छ भने चाहिँ उनीहरूको लागि चाहिँ धेरै समय लाग्दैन, थोरै समय लाग्ने समय गर्दछ। र एजुकेसन भनेको यस्तो चिज हो कि बनिने कुराहरू हो र जुन स्कुलमा चाहिँ हुन्छ लङ प्रोसेसबाट पढाइ हुन्छ भने यता चाहिँ लौरे सेक्टरमा चाहिँ सर्ट मेथड टेक्निकद्वारा पढाइ हुने भएको कारणले गर्दाखेरि यताका नानीहरूले चाहिँ सिक्नको लागि चाहिँ एकदम छिटो सिक्ने गर्दछन् है त। र अब जो चाहिँ प्यारेन्ट्सहरू एकदमै धेरै चिन्तित हुनुहुन्छ र जो नानीहरू पनि एकदमै चिन्तित छन् कि अब मैले चाहिँ कक्षा 12 पास गरिसके पश्चात या गर्दा नगर्दै मैले चाहिँ आफ्नो भविष्यलाई एकतिर लानुपर्छ है, म चाहिँ इस्टाब्लिस भइहाल्नुपर्छ, आफ्नो खुट्टामा आफै उभिनुपर्छ भनेको चाहिँ जबमा चाहिँ एकदम लागिहाल्नुपर्छ र आफ्नो सपना पनि पुरा गर्नुपर्ने हुन्छ। जुन सेक्टरमा चाहिँ चाहे लौरे होस् चाहे अब तपाईँको लोकसेवा भिड्ने क्रममा होस् होइन त, जहाँ चाहिँ सर्टेन तपाईँको एज दिएको छ है, एज बार दिएको छ, त्यो एज कटिसकेपछि तपाईँले चाहिँ केही गर्न सक्नुहुन्न नि त हो। त्यही कारणले गर्दाखेरि है अब हाम्रो स्टेप बाई स्टेप हुने गर्दछ कि एउटा हामीले कम्प्लिट गरिसकेपछि अर्को त्यस अवसरको लागि अर्को अवसर आउने गर्दछ। त्यस कारणले गर्दाखेरि पाएको एउटा सानो अवसर पनि नगुमाउनुहोस्। र यदि तपाईँहरू पनि एकदमै चिन्तित हुनुहुन्छ भने जो एससीमा हुनुहुन्छ या कक्षा 11 मा हुनुहुन्छ या कक्षा 12 मा हुनुहुन्छ, यी भाइ बहिनीहरू र अभिभावकहरूलाई विनम्र अनुरोध गर्दछु कि एकचोटि हाम्रो काउन्सिलिङमा आउनुहोस्,
नानीहरूलाई कसरी अगाडि बढ्नुपर्नेछ है, त्यो तरिकाले हामी हजुरहरूलाई काउन्सिलिङ गर्नुहुनेछ, सरहरूले काउन्सिलिङ गर्नुहुनेछ कि नानीको भविष्य अगाडिको दिनमा के छ र कसरी जानुपर्नेछ है। जुन काउन्सिलिङ फ्री रहनेछ, कुनै पनि शुल्क लाग्ने छैन। एकचोटि काउन्सिलिङमा आउनुहोस् र यदि हाम्रो एकाडेमी पनि तपाईँहरूलाई हाम्रो ट्रेनिङ सेन्टर राम्रो लागेमा त्यही अनुसारले तपाईँहरू जोइन गर्न सक्नुहुन्छ। यदि हामी तपाईँहरूलाई भनिदिनेछौँ कि तपाईँहरूको लागि चाहिँ के सुइटेबल हुनेछ, कसरी चाहिँ अगाडि बढ्नुपर्नेछ, कसरी अगाडि जानुपर्नेछ, कसरी तपाईँको अवसरहरू कसरी आउँछन्, कहाँ गइसकेपछि अवसर आउँछ है। गाउँमा बसेर मात्र सोचेर मात्र पनि हामीले आफ्नो समस्यालाई निर्मूल गर्न सक्दैनौँ र सपनालाई पुरा गर्न सक्दैनौँ। त्यस कारणले गर्दाखेरि गाउँबाट निस्किनुहोस्, त्यो सोचबाट निस्किनुहोस्, त्यो सानो सोचबाट निस्किनुहोस्। यदि तपाईँहरू पनि एकदमै सिरियस हुनुहुन्छ भने आजको भिडियो चाहिँ हामी अभिभावकहरूको लागि हो। नानीहरूले त अहिले चाहिँ लौरी भर्ती सम्बन्धी अथवा उनीहरूले के सपना दिइरहेका छन्, अब नेटको माध्यमबाट त हेर्छन् है, तर उनीहरूको दिमाग भनेको सानो भइरहेको हुन्छ। उनीहरूले अलिकति कसैले चिप्लो कुरा गरिदिएमा, अलिकति त्यस्तै कुरा गरिदिएमा उनीहरूलाई यही कुरा हो भन्ने है। तर प्यारेन्ट्सले त सोच्नुहुन्छ नि त, प्यारेन्ट्सको चाहिँ तपाईँको एक्सपिरियन्स हुन्छ नि त, कसैले चाहिँ कसले चाहिँ कसको लागि चाहिँ कसरी त तयारी गरिरहेको छ, कसरी के कुराहरू भनिरहेको छ भन्ने कुराहरू चाहिँ नानीहरूलाई चाहिँ एकैचोटि सबैजना नानीहरू चाहिँ गाउँबाट आउँछन् ट्रेनिङ सेन्टरहरू बस्नको लागि। उनीहरूलाई जहाँ कम्फर्ट लाग्छ अथवा त्यो हिसाबले पनि नानीहरू अलिकति यहाँनिर बिग्रिरहेको देखिएको छ। यो कहाँबाट भयो त, उनीहरूको लागि के चाहिँ डिसिजन कहाँ चाहिँ सही भयो अथवा कहाँ गलत भयो, यो कुराहरूदेखि लिएर नानीहरूले मात्र होइन, एकचोटि प्यारेन्ट्सहरू पनि अवेर हुनुहोस् कि यदि धेरैजनाहरूलाई त थाहा छैन कि लाउरे के हो, कसरी ट्रेनिङहरू हुन्छ भन्ने कुरा नानीले बुझ्यो भन्ने बित्तिकै सेन्टर राखिदिने त्यो तरिकाले नानीलाई मन पऱ्यो भन्ने बित्तिकै नानीलाई निकाल्ने त्यो कुरो होइन कि उसलाई चाहिँ उसको भविष्यको लागि उसलाई एकछिन क्षणिक रूपमा चाहिँ राम्रो लाग्छ भन्दैमा त्यसरी त्यो राख्ने अथवा निकाल्ने भन्ने कुरा जस्तो कुराहरू हुँदैनन् कि उसलाई चाहिँ उसको भविष्यको लागि चाहिँ भोलिको दिनमा कहाँ राम्रो हुन्छ, उसले के कुराहरू सिकिरहेको छ या छैन भन्ने कुराहरू चाहिँ म्याटर गर्छ। र आउने दिनहरूमा चाहिँ एकदमै सोचेर सम्झेर एउटा समय हुन्छ, सबैजनासँग टाइम अफ पिरियड भनेको लिमिटेड समय हुन्छ, त्यो समयमा र सबैजना चाहिँ धेरै फाइनेन्सियल कन्डिसन राम्रो भएको सबैजना पनि हुँदैन। त्यस कारणले गर्दाखेरि हाम्रो फाइनेन्सियल कन्डिसन के कस्तो छ, हामीले टाइम अफ पिरियड कति समय त्यसमा खर्चिनुपर्ने हुन्छ, कसरी जानुपर्ने हुन्छ, यी कुराहरूको कुराहरूलाई चाहिँ प्रिप्लान गरेर चाहिँ अगाडि बढ्यौँ भने मात्र हामी सफल हुन सक्छौँ, नभए चाहिँ हामी सफल हुन सक्दैनौँ। यदि तपाईँहरू पनि जसरी आफ्नो छोराछोरीहरूको लागि एकदमै चिन्तित हुनुहुन्छ, उनीहरूलाई तपाईँहरू केयर गर्नुहुन्छ, त्यसरी नै हाम्रो एकाडेमी पनि नानीहरूको लागि चाहिँ आफ्नै छोराछोरी सहजै उनीहरूलाई ट्रिटहरू गर्छ, अगाडि बढाउने कामहरू गरिन्छ, न कि यस टाइम अफ पिरियडसम्म चाहिँ केही 3 महिना 6 महिनासम्म बसुन्जेलसम्मको मात्र सम्बन्ध भन्ने कुराहरू हुँदैन। उनीहरूलाई चाहिँ कसैले सिक्न चाहन्छ त केही गर्न चाहन्छ भने चाहिँ उनीहरूलाई चाहिँ अन्तिम समयसम्म उनीहरूलाई चाहिँ बाटो देखाउने काम हाम्रो सेन्टरले विगत 14 वर्षदेखि चाहिँ देखाउँदै आइरहेको छ। अहिले भर्खर होइन, 14 सालदेखि चाहिँ 14 वर्षदेखि चाहिँ विगत 14 वर्षदेखि चाहिँ देखाउँदै आएको छ। यदि तपाईँहरू पनि आफ्नो छोराछोरीहरूप्रति एकदमै सिरियस हुनुहुन्छ र नानीहरू पनि सिक्ने नानीहरू आओस्, हामी चाहिँ यही चाहन्छौँ। सिक्ने नानीहरू को लागि चाहिँ है, जो दुःख गरेको हुन्छ, दुःख बुझेको हुन्छ, ती नानीहरूको जो चाहिँ सिक्न चाहन्छ है, जो सिक्नै चाहँदैन भने चाहिँ उसको लागि केही गर्न सकिँदैन, त्यस्तो नानीहरूलाई हामी एलाउट पनि गर्दैनौँ है त। ल, यदि तपाईँहरू पनि सिरियस हुनुहुन्छ भने र तपाईँहरू पनि एउटा भरपर्दो ट्रेनिङ सेन्टर र तपाईँहरूलाई एउटा राम्रो फ्युचर काउन्सिलिङ अथवा नानीहरूलाई कसरी अगाडि बढाउने भन्ने कुराहरूमा तपाईँहरू पनि कन्फ्युज हुनुहुन्छ होला, अथवा कसरी अगाडि नानीहरूलाई अगाडि बढाउने भन्ने कुरा चाहिँ एकचोटि गार्जियन भएको नाताले गर्दाखेरि हामी एकचोटि सबैजनाले चाहिँ सल्लाह गरेर नानीहरूलाई अगाडि बढाउने काम गरौँ, यही भन्न चाहन्छु। र यदि तपाईँहरूलाई पनि यस भिडियो मन परेमा सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला के कस्तो लागिरहेको छ। हस् त, धन्यवाद।